फाइनली हामी कन्याम आइपुग्यौँ कन्यामको उयो हेर्न सक्नुहुन्छ यहाँ मान्छेहरू भिड हेर्नु न टिकटक बनाउने टिकटक बनाउने त्यहाँ हेर्नु न त्यस्तो सेल्फी स्टिकमा भ्यू हेर्नु न यता होइन यतिको कम्पिटिसन त चाहिन्छ यहाँ मान्छे बिचमा म एक्लै भिडियो बनाउँदैछु जस त हजुरहरूको सपोर्टको लागि हो क्या म यतिको गरेको हामी यहाँ फोटोसोटो खिचेर अब टाढा जाने त्यहाँ फोटो खिच्ने अब हामी जानुहुन्छ तपाईँ हेर्नु न यसमा त चढ्दैन हामी जमा नै ठिक छ अब हामी हिँडेरै पुग्ने माथि हामी घोडामा त डर छ अरे क्या हामी हिँडेर जाने अब त हामी उहीँ माथि जान्छौँ होइन त्यहाँदेखि यहाँको गली सक्यो कतै त्यति गली छैन यो त त्यति खत्रै गली सक्यो हामी डाँडामा चढ्दैछौँ ड्रोन भन्छ भने त बबाले हुन्थ्यो होला ड्रोन छैन कि यताको भ्यू हेर्नु न ड्यान ड्यान अब म अन्तश्री अन्त पुगेपछि झन् बबाल नाइटको भ्यू पनि बबाल आउँछ जस तपाईँहरूलाई म जति सक्दो खुसी पार्नु पर्ने दामी A1 राम्रो बनाउनु खोज्छु तर यार खुट्टा चाहिँ दुखेर लाग्छ होइन सिडी हेर्नु न तर के हुँदैन चढ कुदेको है हामी ए कुद भाइ यति नानी केही भएन 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग की वजह से 100 एउटा त होला नि यार मेन कुरो गली नभने कि सास्तै बढो कि आइपुग्यो लगभग हामी आधी आइसक्यौँ त्यसपछि माथिबाट म 90 डिग्री तपाईँहरूलाई म देखाउन चाहन्छु भ्यू कस्तो निकाल्छ यहाँ मान्छेहरू हेर्नु न सबैजना आफ्नो तालमा हुनुहुन्छ आफ्नो पुरै भिडियो बनाउनुहुन्छ फोटो खिच्ने गफ गर्ने खाने मैले तपाईँहरूलाई 90 डिग्री भनेको थिएँ नि मैले तपाईँहरूलाई 90 डिग्री भ्यू देखाइसकेको छु आमी छ तर नाम कस्तो सुन्नु न कन्याम त्यो नाम जस्तो कन्याम भने जस्तो भ्यू त कन्याम त नहुने त चान्स होइन नि यस्तो सुन्दर छ कि तपाईँहरू पनि आउनुभयो कति त आइसक्नु होला आउनु भएन सबैजना आइदिनु अब हामी माथिबाट फोटोसोटो खिचेर हामी तलतिर झरिसक्यौँ डराउने होइन कि बनाउने हो किन डराउनु कसैको के खाइदिएको छ नलाइदिएको होइन हो नि किन डराउनु भिडियो त बनाएको जस माथिबाट तल झरेछ दिदीले पनि सपोर्ट भन्नुभयो डराउनु हुँदैन भाइ भनेर सपोर्ट दिनुहुँदैछ किन डराउनु के काम छैन डराएर अब हामी गाडीतिर जाने त्यसपछि गाडी उतार्छ अब हामी कन्यामा डुलिसक्यौँ होइन कन्यामा डुलिसकेर अब हामी अन्तुनतर्फ लाग्दैछौँ अब कन्यामदेखि डुलेर हामी घुमेर अब हामी हाम्रो गन्तव्य चाहिँ अन्तुतर्फ छ म अपडेट देखाउने छु हजुरहरूलाई